त्यसैमा जोडेको कपिलाल जोशी निवेदक नारायण बहादुर सुवेदको बाहिरी रहेको नेपाल सरकार प्रत्यक्ष बाँधिरहेको मुद्दामा आज मान्य न्यायाधीश श्रीमान र मान्य न्यायाधीश श्री बालकृष्ण ढकाल श्रीमानको इजलासबाट जुन आदेश आएको छ यो आदेशमा 1,80,00,000 रुपियाँ बराबरको सेयर रहेको देखिन्छ। आफूले यमो एको सर्त बमोजिम कम्पनीको 15% सेयर निःशुल्क पाएको भन्ने कथन देखिन्छ। मिति 77/5/10 भएको उक्त यमो एकमा प्रतिवादीले निःशुल्क 15% सेयर प्राप्त गर्ने शर्त भएको देखिए तापनि नि स्वयंले प्रमाणित गरे आधिकारिक निकायमा पेश गरेको लगानी स्रोत फारममा अन्य व्यवसायको आम्दानी ऋण सापटी र पैतृक सम्पत्तिबाट 1,80,00,000 रुपियाँको सेयर लगानी गरेको भन्ने बेहोरा उल्लेख भएको देखिन आएबाट निःशुल्क सेयर प्राप्त गरेको भन्ने निज भनाइ विशेष सम्पूर्ण प्रमाणबाट समर्थित भएको देखिएन। अपितु निज प्रतिवादीले सोही सेयर लगायत प्रचलित कानुनको कुनै प्रक्रिया पुरा गरेको प्रथम दृष्टिमा देखिन आएन। साथ